चोकतिर यता चोकतिर म यो आवाज त तपाईहरुले सुन्नु भएकै होला। यिनी हुन् मानबहादुर। करिब 3 वर्ष अघि यिनको एउटा चोकतिर भन्ने मिम्स यति भाइरल भयो कि जहाँ गयो त्यो मिम्स त्यही सुन्न सकिन्थ्यो। अहिले मानबहादुर कहाँ छन् र उनको अवस्था कस्तो छ र यस्तै अरू पनि धेरै व्यक्तिहरूको बारेमा जान्ने छौँ। हे गाइज, वेलकम ब्याक वन्स अगेन। म निशान र तपाईहरुको स्वागत छ फेरि पनि एउटा नयाँ भिडियोमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, आशा यही नै गर्नेछु। आजको भिडियोमा केही वर्ष अघि भाइरल भएका व्यक्तिहरूको बारेमा कुरा गर्नेछौँ। त्यसैले भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला। र तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, हाम्रो च्यानलमा पहिलोचोटि आउँदै हुनुहुन्छ भने प्लिज सब्स्क्राइब टु आवर च्यानल एन्ड डोन्ट फर्गेट क्लिक द बेल आइकन। लाइक, कमेन्ट, शेयर गर्न चाहिँ नभुल्नु होला। तपाईको टाइम वेस्ट नगरिकन भिडियो सुरु गरौँ है त। चोकतिर यता चोकतिर म मिम्स गराएको पूर्वीय चितवन मानबहादुर तामाङ हुन्। उनको उमेर 23 वर्ष रहेछ। उनको घर पूर्व पश्चिम राजमार्गदेखि झन्डै 2 किलोमिटर टाढा पर्दछ। तर उनी भने घरमा नबसी चितवनको गडौलामा ज्याला मजदुरको काम गरी बस्थे। उनको बाबु भूतपूर्व भारतीय सैनिक वीरबहादुर तामाङ हुन् भने मानबहादुर सानै छँदा उनका बाबु वीरबहादुर तामाङ बितेका थिए। त्यसैले उनी सानैदेखि आफ्नै तरिकाले जिउन थालेका थिए। चितवनको गडौलीमा बसी ज्याला मजदुरको काम गरी जीवन बिताउन थालेका थिए। उनको त्यो भाइरल मिम्स त्यही बनेको थियो। पोल्ट्री फार्म स्थानीय शिक्षक गणेश लामा आफ्नो फार्ममा गइरहन्थे। त्यही क्रममा नजिक रहेको अर्को फार्ममा काम गरेका मानबहादुर तामाङसँग चिनजान भएको थियो र उनीहरू बीच रमाइला कुराकानी पनि हुने गर्थे। मानबहादुरको बोली स्वभावले गणेशलाई निकै आकर्षित बनाएको थियो। गणेशले कहिलेकाहीँ भिडियो बनाएर युट्युबमा अपलोड गर्थे। त्यसै क्रममा एक दिन गणेशले मोटरसाइकल चढेर खेततिर जान लागेका बेलामा मानबहादुर पनि म पनि जान्छु अनि फोटो पनि खिचौँला भन्दै आए। गणेशले पनि मानबहादुरले मोटरसाइकलको पछाडि बसाले। त्यसपछि गणेशले आफ्नो मोबाइलको भिडियो रेकर्ड सेल्फी मोडमा राखेर भिडियो रेकर्ड भइरहेको यसरी बोल भन्दै मानबहादुरले दिए र मानबहादुरले चोकतिर यता चोकतिर म भनेर भिडियो बनाए। त्यो भिडियो यति भाइरल भयो कि नेपालको जुनसुकै ठाउँमा पनि त्यो भिडियो चलेको थियो। कसैले कहाँ जाने होस् भनेर सोध्यो भने सबैको मुखमा चोकतिर नै हुन्थ्यो। अहिलेको कुरा गर्ने हो भने मानबहादुरलाई कसैले पनि चिन्दैनन्। 3 वर्ष अघि मानबहादुरलाई देख्दा भिड लाग्ने अहिले कसैले वास्ता गर्दैनन्। मानबहादुरको चोकतिरमा गीत पनि बन्यो। अहिले हालको कुरा गर्ने हो भने मानबहादुर कहाँ छन्, के गर्दैछन् अत्तो पत्तो छैन। त्यसै गरी पोक्नुस् त यो मिम्स तपाईले अवश्य सुन्नु भएको होला। यो मिम्स बनाएका थिए भेलु बाजेले। भेलु बाजेले प्रसिद्ध उनको नाम हो मिनबहादुर बुढा मगर। उनको घर प्युठानको जुम्रीमा हो। उनी गाउँमा भोज खान गएका थिए। उनीसँग गरिएको कुराकानी भिडियो कसैले युट्युब र टिकटकमा राखिदियो। त्यसपछि सामाजिक सञ्जालमा उनी एकाएक भाइरल भए। भाइरल भएपछि युट्युबरहरू उनको घर खोज्दै प्युठान पुगे र इन्टरभ्यू लिन थाले। युट्युब, फेसबुक, टिकटक प्रयोगकर्ताले उनको भाषा र उनको बोल्ने शैलीलाई मन पराए। भेलु बाजेको मगर जिब्राले बिगारेर बोलेको खस नेपाली भाषा र थेगोहरू चर्चित बन्दै गए। पोक्नुस् त बिल्कुल जस्ता शब्द गरेर उनका भाइरल बने। त्यसपछि उनलाई टिभी सिरियलबाट अफर आउन थाल्यो। कहिले गीतसम्म रेकर्ड गराए। गत वर्षको चुनावी माहौलमा समेत दलहरूले उनलाई तानातान गरे। भेलु बाजेको आम्दानी केही थिएन। उनलाई काम गराउने युट्युबरहरूले खाजामा टारिदिन्थे। युट्युबरदेखि टेली सिरियल बनाउनेहरूले सम्म उनलाई लोकल मदिरा र खाजा खुवाकै भरमा काम गराउँथे। उनीहरूले लाखौं रुपैयाँ कमाए तर सोझा भेलु बाजेले आफ्नो कलाको प्रयोग भएकै थाहै पाएनन्। उनको श्रीमतीको निधन भयो। त्यसपछि उनी एक्लै भए। भेलु बाजे बिस्तारै दर्शकको खोजीबाट हराउँदै गए। त्यसपछि उनी पुराना शैलीमा आए। श्रीमतीको निधनपछि भेलु बाजे एक्लिए। खाने बस्ने टुङ्गो भएन। उनी बिरामी परे, थला परे। उनलाई उपचार गर्ने पैसा भएन। सोसल मिडियाले एक समयमा चर्चित बनाए पनि उनलाई समस्या परेको बेलामा कसैले पनि हेरेनन्। प्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। युट्युबर भोजराज थापाको सहयोगमा काठमाडौँ ल्याएर उपचार गरियो। उपचारपछि पूर्ण गाउँमा फर्केका उनी खानेकुरा भन्दा बढी रोक्सीमा डुब्न थाले। उनी फेरि बिरामी भएर उनलाई प्युठान अस्पतालमा लगियो। उनको उपचार हुन सकेन र उनको निधन भयो। ठिक छ हजुर भन्ने मिम्स पनि तपाईँले सुन्नुभएको होला। यिनको नाम हो सचिन परियार। यिनी एक दिन कुनै टिकटकको क्यामेराको फ्रेममा परे। त्यो दिन खिचेको टिकटक रातारात भाइरल भयो। त्यसपछि गुल्मीबाट काठमाडौँ ल्याइयो। नाम चलेको बोर्डिङमा भर्ना गरियो। अभिनेता राजेश हमालदेखि थुप्रै गायक गायिका मोडेलहरूसँग काम गराइयो। त्यसपछि उनी जताकतै हाई भए। चर्चित हुँदा स्कुल भर्ना त पाए तर नियमित जान पाएनन्। सुत्न र खान राम्रोसँग पाउँदैन तेरे उनले। जानकारी अनुसार निदौला भनेर उनलाई पानी सम्केर सुटिङमा राखिन्थ्यो रे। जसरी माथि पुर्याएको थियो त्यसै गरी पछारियो। त्यति सानो बालकलाई राम्रोसँग सुत्न नदिँदा उनको स्वास्थ्यमा कति असर परेको थियो होला।
मेला महोत्सवमा डुलाउने नाममा बुबा तेजेन्द्र परियारले हप्ताउसम्म स्कुल जान रोक्थे। सोचिन बेला बेलामा बिरामी भइरहन्थे। बुबा तेजेन्द्रले आफ्नो छोरालाई बचाइदिन अनुरोध गर्थे। विभिन्न मिडियाको माध्यमबाट उनलाई सहयोग आयो, तर तेजेन्द्रले त्यो पैसाको दुरुपयोग गरेको खबर सार्वजनिक भएको थियो। सोचिन परियारको अचानक हात गोडा चल्न छोडेपछि उनलाई अस्पतालमा भर्ना गरियो। उपचार पश्चात सुधार भए पनि उनी पूर्ण रूपमा स्वस्थ थिएनन्। बेला बेलामा पैसा उठाएर त्यसको सही व्यवस्थापन नहुँदा उनलाई माया गर्नेहरू पनि रुष्ट भएका थिए। सबैले भन्ने गर्थे छोराको मुख हेर्दा माया लाग्छ तर बाउको हेर्दा रिस उठ्छ। अहिले उनको निधन भइसकेको छ। यो सामाजिक सञ्जालले मानिसहरूलाई जसरी माथि पुर्याएको छ त्यसै गरी भुइँमा पछारेको छ। यो त तपाईँहरूले जान्नुभयो। के तपाईँहरू थाहा छ विश्वको सबैभन्दा अग्लो मान्छे कुन होला त? किन मौसम विभागले तपाईँहरूले जानी झुटो न्युज दिन्छन्? यसबारे भिडियो बनाइसकेको छु, लिङ्क तल डिस्क्रिप्सनमा छ, गएर चेक गर्न सक्नुहुन्छ। हस् त आजको लागि यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा अवश्य लेख्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। फेरि अर्को भिडियोमा मिल्नेछौँ कुनै नयाँ टपिकको साथ। म पनि बिदा माग्न चाहन्छु। हस् त टेल देन टेक केयर, बाइ बाइ। जय नेपाल।